को कथा यो जीवनको बाटो मिठो कुरा धेरै खायो थाहा छैन घाटो शरीरले भन्छ हे साथी सुन त मेरो कुरा जोगिनु पर्छ लाज छैन यो जीवनको सुगन्ध छ पुरा नहो डरा नहो थकिता मधुमेहलाई बनाऊ जीता पानी पिऊ खुसी बाँचो यो कस्तो छ जोस खानामा सन्तुलन नुन चिनी तेल ख्याल राख जान सावधान बन समयमै हेर्नु म छु गोप्य दान गति बनाऊ हिँडो एकछिन व्यायाम गरौँ छोडौ आलस्यको छिन नहो डरा दिदी कस्तो लागिरहेछ यस्तो गर्नु नाम के पर्यो सन्तु दिदी कस्तो लागिरहेछ त रमाइलो भइरहेछ है के कहाँ हिँड्नु भएको त नि आज यसरी के जाँच गर्नुभयो सुगर प्रेसर जाँच गरियो बाबु हजुर बुवा थम्स अप यस्तो गर्नु गुड आमालाई त हेरेर हाँस्दिनु गुड हाँस्दिनु डाक्टरको कुरा सुन्नु सधैँ गर्नु परिछन् मिठो खाना जोगाउनु त्यो छ समाधान कस्तो आएछ त नि अनि प्रेसर अनि सुगर सबै ठिक छ अरे कस्तो लाग्यो त गाडी एकदम आजको राम्रो छ है ल र्याली राम्रो लाग्यो है नेपाल विकास समाजबाट आयोजित र्याली पनि राम्रो लाग्यो ल ठिक छ बुवा नभाग्ने दाइ नभाग्ने मेरो खुट्टाले हुन्न ठिक छ दिदीहरू त पुरै चप्पलै निकालेर भागिराख्नु भयो यहाँ भाग्न पाइन्न भन्छ भाग्छ गरे भाग्न पाइएन त्यसरी के छ बहिनी गुड दिदी कस्तो लागिरहेछ ठिकै छ रमाइलो भएको छ है रमाइलो होइ छ थाक्नु भइसक्यो कि आऊ थाक्यो दिदीको नाम के पर्यो हजुर नाम के लक्ष्मी परियार हजुर ठिक छ सुगर प्रेसर राम्रै रहेछ दिदी खै भरेन बढी छ भनेछ है दबाई खानुहुन्छ कि नै अब दबाई खाएन अहिलेसम्म दबाई खान पर्यो नियमित रूपमा है जिउको त खोजी त गर्नु पर्यो कस्तो लागेको छ राजा त सर हजुरलाई तर रुसको फलो गरिदियो भने राम्रो हुन्थ्यो है त्यहाँ हेरिरहेको छ ल ठिक छ हामी चाहिँ यही हिँडायौँ नो सुगर नो प्रेसर हाँस्दिनु पर्यो हाँस्दिनु पर्यो ल ल दाइ हाँस्दिनु पर्यो कस्तो लागिरहेछ त दौडिन पाइएन है दौडिन पाइएन दिदीहरू कस्तो लागिरहेछ दिदीहरू यस्तो गरौँ न त जोस ल दिदीहरू पनि मन्द मुस्कानका साथ एकछिन खै मेसेज देखाइदिनु त ल ल कस्तो लागिरहेछ त
ल यहाँ चस्सा हान्नु पर्यो ल चस्सा 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 ल राजा है ल चस्सा चस्सा दाइलाई कस्तो लागिरहेको छ ल दाइ ल ठिक छ धन्यवाद छोरालाई धन्यवाद धन्यवाद ल दिदी ल हाँस्दै जानुहोस् ल बुवाहरू पनि ल ल है हाम्रो यहाँ बुवाहरू एकछिन ल हाँस्दिनु पर्यो कस्तो भइरहेछ त ठिक छ रमाइलो छ है ल ठिक छ बुवाहरू ल कस्तो लागिरहेछ त ठिक छ एकदम राम्रो छ ल है ल बुवा हाँस्दिनु पर्यो हाँस्दिनु ल चस्सा ल व्यायाम गरौ मधुमेह टारौ होइन त ल दिदी चस्सा आजको हिँडाइ प्रतियोगितामा चाहिँ तपाईँ प्रथम हुनुभएको छ होइन तपाईँलाई कस्तो अनुभव भयो त आजको पहिला हिँड्नु भएको थियो यसरी प्रतियोगितामा हिँड्नु भएको थिएन है सुरुमा चाहिँ तपाईँलाई जित्छु जस्तो लागेको थियो यति धेरै मान्छेको बिचमा तपाईँ हिँड्दाखेरि प्रथम हुनुभएको छ पहिल्यै थाहा थियो है ल हजुरको नाम भनिदिनुहोस् त एकपल्ट ल धेरै धेरै धन्यवाद